के अरे खेतहरूमा चाहिँ कालै कालै छ। यो गाउँको बुटीहरूमा पुरै आगो लगाएको भएर चाहिँ हाम्रो मौसम चाहिँ यस्तो छ, पुरै अँध्यारो अँध्यारो छ। यसरी चाहिँ हामीले आफ्नै राम्रो सफा नेपालको वातावरणलाई यसरी आगो लाएर यसरी बिगारेका छौँ। यसरी चाहिँ झन् बिगार्न नहुने हो सायद। यसको बारेमा गाउँघरमा स्थानीय सरकारले त्यो अनुसारको तालिम चाहिँ नदिएको भएर, त्यो जनचेतना नफैलाएको भएर भएको हो। र स्थानीय सबै जनताहरूले पनि त्यसप्रति सजगै नभएको भएर आफ्नो थोरै फाइदाको लागि, थोरै मलको लागि चाहिँ यसरी वातावरणलाई बिगार्ने काम गर्नुभएको छ। यो चाहिँ एकदमै हानिकारक छ हाम्रो मौसम। मान्छेहरू श्वास प्रश्वासको समस्या भएकाहरू वृद्धहरूलाई चाहिँ एकदम छिटो यो मौसमले चाहिँ बिरामी गराएको अवस्था छ। सबै ठाउँमा यसरी गाउँको भुसरमा यसरी त्यो डाँठहरूमा आगो लगाएर यस्तो यो दक्षिण भेगतिर पुरै यस्तो भएको छ। यो चाहिँ गलत हो र दक्षिण भेगमा चाहिँ यो जनचेतना एकदमै कम छ यसको बारेमा। हामीले विदेशबाट चाहिँ हाम्रो देश स्वच्छ भएको भएर, स्वच्छ हावापानी भएको देश भनेर चाहिँ अन्य ठुला ठुला देशहरू, धेरै धन्दा भएका देशहरूले चाहिँ हामीलाई जरिवाना तिर्थे, कति धेरै जरिवानाहरू तिर्थे र त्यो बजेटबाट हामीले पनि बेला बेला थुप्रै किसिमका कार्यक्रमहरू पाउने, छुटहरू पाउने थियो। तर अब यस्तो हामीले यसरी आफ्नै उसमा आगो लगाएर यसरी वातावरण बिगारेपछि त अब जरिवाना हाम्रै देशले तिर्नुपर्छ। हाम्रो देशले तिर्नु भनेको हामीले नै तिर्नु हो, हाम्रै करबाट जरिवाना जान्छ। त्यही भएर हामी चाहिँ यसको लागि एकदम सजग हुनपर्छ। एकदमै धेरै पैसा खर्च। अब यस्तै गरी हाम्रो वातावरण यस्तै फोहोर भइराख्यो भने चाहिँ हामीले जरिवाना तिर्न पर्यो भने हाम्रो करको दायरा पनि बढ्दै जान्छ। एकदमै धेरै कर तिर्नुपर्छ। पहिलाको समयमा कर कति कुराहरूमा करै तिर्न पर्थेन, अहिले हामीले हरेक चिजमा कर तिर्नुपर्छ हामीले। त्यो कर पनि अहिले त बरु ठिक्क छ। अब यसरी हामीले आफ्नै वातावरण बिगारेपछि त अब कर पनि धेरै बढ्दै जान्छ। त्यसपछि चाहिँ अब विदेशले पनि हामीलाई अनुदान दिन छोड्छ अनि जरिमाना तिर्दैन। त्यसपछि चाहिँ यस्तो हाम्रो आपतहरू एकदमै छिटो आउँछ। बाढी पहिरो अनि हावाहुरीहरू यो धेरै छिटो हुन्छ। यो धेरै बाफिन्छ अनि पानी पर्ने समयमा एकदमै खडेरी पर्छ अनि पानी नपर्ने समयमा चाहिँ धेरै पानी आउँछ, वर्षा हुन्छ र हामीलाई एकदमै असहज परिस्थिति उत्पन्न हुन्छ। त्यसैले चाहिँ यसरी बुटीमा आगो लाउने कामलाई रोक्नको लागि हामी आफ्नो ठाउँबाट सबैले प्रयत्न गर्न सक्नुहुन्छ। स्थानीय तहले पनि जो स्थानीय कर्मचारीहरू, जनप्रतिनिधिहरू हुनुहुन्छ यसमा सचेतना फैलाउन जरुरी छ। स्वच्छ हावा भयो भने हामी पनि स्वच्छ हुन्छौँ अनि हाम्रो स्वास्थ्य पनि स्वच्छ हुन्छ र हामीले हस्पिटलमा एकदमै धेरै पैसा खर्च गर्न पर्दैन। बिरामी भएर समस्या भयो भने एकैचोटि कति धेरै पैसा कमाएको पैसा चाहिँ एकैचोटि हुन्छ। हामी युवाहरू पनि रोगी हुन्छौँ र हामीलाई काम गर्न पनि समस्या पर्छ। त्यसैले चाहिँ सजग यो चाहिँ लुम्बिनी जाने बाटो हो। यो सैना महिनाको कलौनी चोकबाट दक्षिण भेगमा पर्ने सूर्यपुरा हो। यहाँबाट चाहिँ हामी यसरी सिधै गयो भने चाहिँ लुम्बिनीको गेटमा पुगिन्छ। अनि यतातिर पनि पुरै यस्तो आगो लगाएर त्यो गाउँको बुटीमा आगो लगाएर पुरै
कालै कालै छ। अब यसरी यो बुटी बरु बेचेको भए त फर्मवाला कृषकहरू कति हुनुहुन्छ उहाँहरूलाई बरु सस्तो दिएको भए त उहाँहरू उठाइदिनुहुन्थ्यो, नभए पछि त कुहिहाल्छ। यो एकचोटि त कुहिन्छ नि त, बर्खामा जोताएपछि पानी पर्छ, पानी परिराख्दाखेरि कुहिन्छ। कतिजनाले कुहिन्न यो भुसहरू भन्नुहुन्थ्यो, तर यो हाम्रो यसरी उसबाट हुने चिज चाहिँ एकदमै कुहिन्छ, हाम्रो रुखहरूबाट हुने चिज कुहिन्छ। त्यसरी चाहिँ मल बन्थ्यो अनि यसरी वातावरण पनि फोहोर हुन्थेन के कुहाउने भने चाहिँ। यस्तोमा सर्लक्क जोताइदिएपछि पछि बर्खामा अनि त्यही उसभित्र मजाले धानहरू रोप्दाखेरि एकदमै राम्रो मल हुन्थ्यो। अब यसरी आगो लगाएपछि त मल त हुन्छ नहुने होइन, तर यो यस्तो मल त एक दुईचोटि पानी आयो भने त्यो पुरै बगाइदिन्छ अनि बगाउँछ पनि, त्यसपछि चाहिँ वातावरणलाई पनि एकदमै दूषित बनाउँछ, हाम्रो स्वास्थ्यलाई पनि बिगार्छ।